धागो तपाईँको अर्को कुर्सीको धागो के चाहिँ त्यो टकटक एक दिन संसारमा भएका कुराहरू जसरी हामी आमाको कोखबाट यस्तो प्रकारले संसारमा हुँदा धेरै जति पनि उपार्जन गरे तापनि भित्रै जानुपर्छ। यस्तै प्रकारले आफ्नो छोराले आफ्नो जीवनमा आफ्नो बलबुतामा आफ्नो शक्तिले भएसम्म धेरै कुरा गर्नुभयो आफ्नो परिवारको लागि। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अब यस छोराले यो कोठा यो बेड यो छोडेर आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। अब हामी तपाईँलाई प्रार्थना गर्छौँ। तपाईँलाई धन्यवाद दिन्छौँ। आफ्नो छोराको अब यस छोरालाई यो पार्थिव शरीरलाई बाकसमा हालेर अब हामी घरदेखि बाहिर लाँदैछौँ। पवित्र आत्मा परमेश्वर तपाईँको आफ्नो उपस्थिति तपाईँको आफ्नो अभिषेकले गर्नुहोस्। हामी बाहिर गएर जति पनि हामीले सेवाहरू गर्नुपर्छ त्यो सबै सेवाहरूमा भजनहरूमा पवित्र आत्मा परमेश्वर तपाईँको अगुवाईले धन्यवाद र सम्पूर्ण सेवा सुदेखि अन्तको कार्यक्रम अहिलेदेखि र बेलुकीसम्मको सबै तपाईँको हातमा समर्पण गरे सबै बिन्ती ईश्वरको नाममा गर्छु। मैले केही भन्नु पाइनँ भनेको भएको हामी परिवारको तर्फबाट अनि हामी मण्डलीको तर्फबाट विशेष उहाँको छोरा पास्टर अरुणको तर्फबाट तपाईँलाई धेरै धेरै हामी धन्यवाद दिन्छौँ। र यस गरी हामी सुरुको प्रार्थना हामी गर्नेछौँ। प्रार्थना गरे पश्चात हामी यो भजन गाएर अनि उहाँको विषयमा जीवनी छोटो रूपमा सुनेर अनि वचन पवित्र शास्त्र बाइबलबाट के छोटो समय हामी सुन्नेछौँ। अनि तपाईँहरूको बिचमा सूचना राखेर भजन गाएर प्रार्थना गरे पश्चात फेरि तपाईँलाई खदाको समय दिनेछ। अनि त्यस पश्चात हामीहरू हामी यहाँबाट यात्रा गर्नेछौँ हाम्रो चेतीको तर्फ यात्रामा। यसर्थ हाम्रो बिचमा अगापे क्रिस्चियन फेलोसिप माझीटारबाट आउनुभएको हाम्रो एल्डर बाबु हुनुहुन्छ, एल्डर रमरामज्यू। अनि उहाँलाई म सुरुको प्रार्थना गरिदिनुहोस् भनेर म निवेदन गर्नु पर्यो र उहाँको प्रार्थना हामी सबैजना शिर निहुराउनेछौँ। जीवित अनि सत्य र महान आदित्य अलौकिक सर्वोच्च परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हालाकि हामीलाई धेरै दुःख सन्तान भएको भए तपाईँ परमेश्वरको आदि शिर निहुराउँदै तपाईँलाई फेरि पनि धन्यवाद दिन्छौँ। यो परिवारमा जो कुरो घटिरह्यो प्रभु, यो सबै कुरो तपाईँको निर्णय तपाईँको इच्छामा भएको छ। हामी जहाँ विश्वास गर्छौँ पिता परमेश्वर तपाईँको हातमा छ। अब तपाईँले जुन चिजबाट सृष्टि गर्नुभयो त्यो माटोलाई हामी लिएर जान्छौँ। तपाईँ परमेश्वरको अनुग्रहमा सबै कुरोमा सहायता गर्नु प्रार्थना गर्छौँ। उपस्थित जति पनि छन् सबैको साथमा तपाईँले परमेश्वर
र हाम्रो यो कार्यक्रममा फेरि पनि तपाईँले सहयोग गर्नुहोस् प्रार्थना गर्दै सबै कुरोको निम्ति धन्यवाद दिँदै बिन्तीलाई सुन्नुहोस् र लिनुहोस् यसको हामी यसरी के भजनहरू हामी गाउनेछौँ र हजुरहरूकोमा गीतको भाव भए हामी पहिलो गाउनेछौँ ईश्वरको छेउमा जाँदैछु म अनि हामी यस भजनलाई हामी गाउनेछौँ।
आज हाम्रो अगाडि जो सुतिर पहिलोचोटि नै हजुरहरू सबैलाई धन्यवाद दिन चाहन्छु परिवारको तर्फबाट, जसले यो बडो दुःखद घडीमा हामीलाई आएर यसरी सान्त्वना दिनुभयो। तपाईँहरूको उपस्थितिले हामीलाई धेरै न्यानोपन मिलेको छ। आदरणीय पास्टर गुरुबा, यहाँ लोकल चर्चेसका हाम्रा सम्पूर्ण मण्डली गुरुजनहरू, पास्टर बुबाहरू अनि माझीटार मण्डलबाट आउनुभएको, विशेष गरी मेरो जति पनि स्टाफ हुनुहुन्छ, मेरो आमाको स्टाफ, मेरो दिदीको स्टाफ अनि मेरो सबै परिवारको जति पनि मेरो श्रीमतीको आफन्त परिजन अनि विशेष गरिकन यहाँनिर आदरणीय हाम्रो गाउँले समाज, हाम्रो जनसमुदायमाथि हामी एकदमै हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौँ। विशेष गरिकन मेरो बाबु जो लगभग 90 वर्षको उमेरमा अहिले उहाँ हुनुहुन्थ्यो अनि उहाँ यो गाउँमा सबैभन्दा पुरानो मानिसहरूमध्ये एकजना अनि सबैले चिन्नुभएको, जसलाई तामाङ साइला भनेर एउटा ख्याति नामले चिनिन्छ। अनि उहाँको कन्टेम्पोरेरी, उहाँको समकालीनहरू सबै धेर जसो बितेर जानुभयो, उहाँभन्दा सानोहरू पनि बितेर जानुभयो अनि केवल 1-2 जना सायद उहाँको उमेरकोहरू यहाँ हुनुहुन्छ। अनि उहाँलाई धेरै 2014 देखि नै धेरै लामो रोगहरू लागिराखेको थियो अनि हामीले परिवारले धेरै कोसिस गऱ्यौँ, बावजुद हाम्रो कोसिस, तर परमेश्वरको इच्छा चाहिँ यहाँलाई उठाइ लैजाने भयो। अनि म पनि धेरै रुएँ, मेरो परिवार पनि धेरै रुयो। तर एउटा कुरा हामीलाई विशेष गरिकन हामीले जुन परमेश्वरलाई मानेको छौँ अनि जुन बाइबलले योना 11:25मा मलाई विश्वास गर्ने चाहिँ मरे भने पनि बाँच्नेछ, पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मरे भने पनि बाँच्नेछ भनेर येशू ख्रीष्टले भन्नुहुन्छ। अनि हामी सम्पूर्ण परिवार, हामी सम्पूर्ण मण्डली जति पनि ख्रीष्टका अनुयायीहरू छौँ, हामी खुसी छौँ कि हामी एक दिन मेरो पितालाई, मेरो बाबु जो अहिले यहाँ हुनुहुन्छ, उहाँलाई हामी स्वर्ग राज्यमा यसरी शरीरमै भेट्नेछौँ। यो चाहिँ बाइबलले दिएको निश्चयता हो। र हजुरहरू सबैलाई फेरि पनि एकचोटि म धन्यवाद दिन चाहन्छु। अनि साथसाथै तपाईँहरू जति टाढो नजिकबाट आउनुभएको छ, हजुरहरूलाई विशेष गरी यो हाम्रो अन्तिम सेवाकाईसम्म बिहिबारसम्म हजुरहरू यहाँनिर हामीलाई आएर भेट्न सक्नुहुन्छ। हामीले त्यो समय अवधि राखिदिएको छौँ। विशेष गरिकन स्थानीय हाम्रो मण्डलीको सिनियर पास्टर बुवालाई अनि उहाँको एन्टायर टिमलाई, यहाँ तुम्लाबुङ चर्चलाई, छमेललाई, अगापे माझीटारलाई अनि मेरो सबै हाम्रो विशेष आफन्तहरूलाई अनि जम्मै गाउँले दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै हामी तामाङ परिवारको तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ। यहाँलाई धन्यवाद छ र उहाँको यहाँ आपाको विषयमा हामी छोटकरीमा जीवनी हामी राख्नेछौँ। सायदै मैले यो जीवनी राखेको सानो अंश मात्र हुन पुग्छ, किनभने उहाँसँग धेरै लामो समय बिताउनेहरू, उहाँको समकालीन मित्रहरू धेरैजना हुनुहुन्छ अनि उहाँलाई सबै कुरो याद छँदैछ। र तपाईँको अगाडि उहाँको शुभ नाम अभिलाष तामाङ अनि गाउँले आफ्नो साथीभाइले सबैले बोलाउने नाम, चिनिने नाम, ख्याति नाम तामाङ साइलो। अनि यो सब हामीलाई जानकारी। उहाँको जन्म 1930मा भएको थियो भने उहाँले अन्तिम सास यस संसारमा 24 तारिक 11 महिना 2019 को दिन दिउँसो 1:10 उहाँले अन्तिम सास फेर्नुभयो। अनि उहाँले आफ्नो पछि छोडी जानुभएको धेरै शाखा सन्तानहरू हुनुहुन्छ, आफ्नो परिवार हुनुहुन्छ। उहाँको आफ्नो श्रीमती हुनुहुन्छ, 2 छोरा, 3 छोरी, 3 ज्वाइँ, नातिनी 4 जना, पनातिनी 3 जना, नाति 10 जना, बुहारी 2 जना। यसरी ठुलो परिवार। अनि उहाँसँग जोडिनु भएको अझ धेरै परिवारहरू उहाँसँग हुनुहुन्छ। ठुलो परिवारको एउटा मूल भएर उहाँले यस संसारमा एउटा जीवन बिताउनु भएको
प्रिय हुनुहुन्छ। यसरी आफ्नो जीवनलाई, गाउँले जीवन, पारिवारिक जीवनलाई अगाडि रदाबस्ता गर्दाखेरि अगाडि बढाउनु भयो। कति जीवनको उतार चढाउ कुराहरू आयो उहाँको जीवनमा, तर पनि आफ्नो परिवारलाई सम्हाल्दै लानुभयो। कति पीडाको समय, कति घटी कमीको समय आयो, तर ती सबै समय पनि आफ्नो परिवारलाई आफ्नो श्रीमतीको साथमा भइकन सम्हाल्दै लानुभयो। एउटा दरिलो रूपमा ल्याइदिनु भयो अनि परिवारको निम्ति एउटा बलियो खाँबो भएर सधैँ नै अगाडि उभिरहिदिनु भयो। उहाँको एउटा परिवारप्रतिको ठुलो कुरा हामी पाउँदछ, एउटा बाबुको ठुलो भूमिका। अनि भने यति मात्र होइन, तर आफ्नो जीवनलाई पारिवारिक र सामाजिक साथै एउटा आफ्नो दैनिक जीवनको उपार्जनको निम्ति मात्रामा सोचिरहनु भएन। तर यस्तो खालको समय आयो उहाँले आफ्नो जीवनमा एउटा सत्य कुरोलाई चिन्ने मौका पाउनुभयो। त्यो चाहिँ येशू ख्रीष्टको सुसमाचार उहाँले सुन्नुभयो। कर्मले भरिएको एउटा मान्छे पनि पछिबाट मण्डलीलाई सेवा सकेर सकेर पाइरहेको छ। त्यो मान्छे चाहिँ पछिल्लो भेटको अन्त भन्छ, कसौ म तपाईँसँग भेट्न चाहन्छु। हातमा रिभल्भर गोजीमा रिभल्भर हुन्छ, रिभल्भर निकालेर तपाईँले जुन कुरो प्रचार गर्नुहुँदै थियो त्यो कुरा सत्य हो। यीशु ख्रीष्टको रगतले सबै पाप शुद्ध पार्छ भनेर जुन प्रचार गर्नुहुँदै थियो त्यो ठिक हो। परमेश्वरको वचनले मैले धेरै स्त्रीहरूसँग विचार गरेको छु कि त्यो पाप क्षमा हुन्छ। परमेश्वरको वचन बाइबलले त्यसै भन्छ। मैले रक्सीको भट्टी खोलेको छु, धेरै मान्छेहरूलाई रक्सी पाएर मैले लुटपिट गरेको छु, रुपियाँ पैसा लुटपिट गरेको छु। त्यो पाप क्षमा हुन्छ। परमेश्वरको वचनले त्यसै भन्छ। तास जुवाको अड्डा मैले खोलेको छु, त्यो तास जुवाको अड्डामा धेरै मान्छेहरूलाई मैले मारेको छु। मेरो मुनिपट्टि खाडल बनाएर धेरै मान्छेको त्यहाँनिर खोपडी त्यहाँ भरि छ, धेरै छ। के मैले मान्छे मारेको पाप पनि क्षमा हुन्छ? परमेश्वरको वचन बाइबल धर्मशास्त्र त्यसै भन्छ। के त्यसो भने मेरो पाप क्षमा हुन्छ? परमेश्वरको वचनले त्यसै भन्छ। त्यो दिन त्यो डाकु जस्तो मान्छेले, पापले भरिएको त्यो दुष्ट मान्छेले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्यो, उसको पाप क्षमा भयो। अनि तिनी चाहिँ एकजना नामी प्रचारक हुनुभयो अन्त्यमा गएर। अनि आज पनि तपाईँलाई यो सन्देश छ, हाम्रो सबै पाप येशू ख्रीष्टको रगतले हुन्छ। हजुर ए हुन्छ हुन्छ लास्टमा जानुपर्छ ल।
सकेको हो कि अझै आउँदैछ यो डल्लै हो आम्मा आज चाहिँ आगे आउने त त्यही त ऊ लास्टको रहेछ बिस्तारै सर खै त देखाउँ त कहाँ थिच्नु न त्यो रातो थिच्यो थिच्यो त पछाडि पनि गर्नु न त पछाडि पनि गर्दैछु त म अगाडि जान्छु कि तपाईँ भिडियो गर्नु ल गाडीको अगाडि ल उता गर्नु न उता देखाउनु न उता जुम भइरहेको छ यो खिच्नु त यो अगाडिको रातोको अगाडिको हो त्यो
यता 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 हजुर होइन गाडी यो गाडी हुन्छ यता यता सर यता यता गाडीको यताबाट सर यताबाट यो एकछिन पज गर्नु त हुँदैछ नि किन बाइक डबल गरेर राख्दिन यो झर्दै त बाइक सेट राखेर यो एकजनाले उठाइदिन्छ आएर यो
एकछिन बाटो छु हिँड्नुहोस् पनि ह्यान्डल र मुनि पनि हात लाउनु पर्छ ह्यान्डल होल्ड गर्नु मात्रै राख्दा चाहिँ ह्यान्डल पनि राखिन्छ हातले लामो लामो यस्तो माथि बस्नु ओ बिस्तारै जोरै खानेको रहेछ नि त ती पनि गहिरो हुनुपर्छ खाता लाउँदैछ Thank you.
यहाँ पनि छ दुईटा पाउँछ नि एउटै पाउनु त्यो डबल गर्छ नि डबल ह्यान्डल भर्न पर्छ त्यसरी नि हेभी नै हुन्छ रवि हेभी नै दुईटा हो नि त कति घाँस होइन यो त निकै पो लामो ओ डबल गर्नु डबल गर्नु दुईटा लाउनु हुने दुईपट्टि लाउनु लामो भएन डबल गर्नु मुनिबाट हात हाल्नु चाहिँ मुनिबाट मुनि त्यो त 10 मिनेट मात्रै उचाल्दा माथिबाट लाउँदा खदा खोइ खदा लामो खाँदा आँखा मात्रै भराए यता खाँदा लगाएको छ सजिलो हुन्थ्यो नि हो होइन त्यही कारण बाँध्नु लगाएको यहाँ ठेकिराख्यो हुँदैन भाइ त्यो खदा लगाउ न अघि राखेर जगिङ लगाएको धेरै बाटो भयो अलिक यता बताउनु
यहीँ बस्नु भनेको मैले यहीँ बस्नु साथीको बस्नु अब भयो बस्नु बस्नु भयो अब साह्रै साह्रै बढी बस्नु पर्छ कि बस्नु नउठ्नु आमाहरूलाई सम्हाल्नुहोस् एकछिन शान्त बस्नुहोस् होइन नाम अविनाश भाइ अविनाश हामी हाम्रो यहाँको गरिदिने सेवकालाई हामी अगाडि बढाउनेछौँ र त्यसगरी हामी एउटा भजन गाउनेछौँ र त्योभन्दा अगाडि हामी प्रार्थना गरौँ। प्रार्थना गरे पश्चात एउटा भजन गाई वचनबाट हामी सुन्नेछौँ। हामी प्रार्थना गरौँ है। यसो तपाईँलाई हामी महिमा दिन्छौँ। यो ठाउँमा आइकन यहाँनिर गर्नुपर्ने जति पनि सेवकाई छ सम्पूर्ण सेवकाईमा तपाईँको उपस्थिति दिनुहोस् अनि सेवकाई गरेबाट महिमा भएको जति पनि तपाईँको प्रिय छोराछोरी यहाँ आएका छन् हरेकको साथमा तपाईँको उपस्थिति दिनुहोस्। यसो ख्रीष्टको नाम आमेन। हाम्रो यो जीवन घम छायामा छ भने
सुना हाम्रो यो जीवन संशय मात्र हो हाम्रो यो जीवन भाग्यको फुला हो फर्केर आउँदैन बितेको जीवन यो गएर फिर्दैन गएको यो बनायो हाम्रो यो जीवन पागललाई अनि बोलीलाई स्वर्गको मार्ग बना सम्झाउँदै बुझाउँदै अरूलाई प्रभुको वचन सुना आजलाई अनि भोलिलाई स्वर्गको मार्ग बना सम्झाउँदै बुझाउँदै अरूलाई प्रभुको वचन सुना हाम्रो यो जीवन संशय मात्र हो हाम्रो यो जीवन बगेको खोला हो फर्केर आउँदैन बितेको जीवन यो गएर फिर्दैन गएको यो बनायो हाम्रो यो जीवन अब हामी सोझै परमेश्वरको वचनबाट हामी सुन्नेछौँ र यो घडी हाम्रो बिचमा बुङ्लाबुङ बेखानी चर्चका हाम्रो आदरणीय पास्टर मदन छेत्रीज्यू हुनुहुन्छ। उहाँले हाम्रो बिचमा परमेश्वरको वचन ल्याउनु हुनेछ। यो समय म उहाँलाई बुझाउँछु। आजको यो दुःखद अवस्थामा यो दुःखद घडीमा मार्चक यहाँको निवास स्थानदेखि यो कब्रस्थानसम्म यो सब यात्रामा सहभागी भएर आउनुहुने शुभचिन्तक इष्ट मित्र अनि मण्डली तपाईँ सबैलाई यो ठाउँमा म परमेश्वरको वचनको समयमा तपाईँलाई स्वागत गर्न चाहन्छु। हामी केही समय परमेश्वरको वचनबाट यहाँनिर हेर्नेछौँ। यो यस्तो खालको जग्गा हो, यस्तो खालको ठाउँ हो जहाँनिर सायदै हामी कसैलाई पनि आउन मन लाग्दैन। हामीलाई आउनु मन नलाग्ने ठाउँ हो, तर हामीलाई थाहा छ हामीलाई मन नपर्दा पर्दै मन नलाग्दै पनि हरेक मानिस एकचोटि चाहिँ यो ठाउँमा आउनै पर्छ। र के यो जग्गा जुन ठाउँमा सायदै मानिस आफै आउन सक्दैन तर अरूले बोकेर ल्याएर राख्छ, के यो चाहिँ मान्छेको सबैभन्दा अन्तिम ठाउँ हो? के यहाँनिर आएपछि अब मानिसको अस्तित्व सकियो, अब यहाँदेखि उता रहँदैन? यो विषयमा म छोटो तपाईँसँग परमेश्वरको वचनबाट बताउन चाहन्छु र तपाईँलाई केही समय बाइबलको एउटा खण्डमा लान चाहन्छु। म यहाँनिर भएको घटना, यहाँनिर भएको कुरालाई म तपाईँलाई सरसर्ती बताउनेछु। सायदै बाइबल पढिरहँदा लामो समय लाग्छ र त्यसले गर्दा म तपाईँलाई यो खण्डमा भएको घटनाको विषयमा तपाईँलाई बताउनेछु। यूहन्नाको सुसमाचार 11 अध्यायमा यहाँनिर एउटा परिवार छ, दुईजना दिदीहरू छन्, मार्था अनि मरियम, अनि उनीहरूको एकजना भाइ छ जो चाहिँ लाजरस हो। यिनीहरू तीनजना अति नै प्रेम साथ मिलेर एउटा परिवारमा यिनीहरू बस्ने गर्दथे। अनि अर्को मजाको कुरा चाहिँ के छ भनेदेखि प्रभु येशू ख्रिस्टको पनि यो परिवारसँग नजिकको सम्बन्ध थियो। यो परिवारले प्रभु येशूलाई राम्रोसँगले चिनेको थियो अनि प्रभु येशूले पनि यो परिवारलाई राम्रोसँगले चिन्नु भएको थियो। कतिचोटि त्यो घरमा जानुहुन्थ्यो अनि यहाँनिर बाइबललाई राम्रो पढ्दै गर्दाखेरि के थाहा पाउँछौँ भने दुईजना दिदीहरू र एकजना भाइ भएको परिवारमा अझै प्रभु येशूले उनीहरूको भाइ लाजरसलाई चाहिँ साह्रै नै माया गर्नु। त्यो परिवारसँग येशू प्रभुको सम्बन्ध राम्रो थियो, येशू प्रभुले राम्रोसँग चिन्नु भएको थियो। घरिघरि त्यो परिवारसँग जाने अनि भेट्ने प्रभु येशूले गर्नु।
एउटै भएछ एउटै भएछ हट गर्ने के भनेको त्यो यसलाई किन तताएर चाहिँ त्यो के उनीहरूको त्यो उयो बनाउनु लाग्यो नि थुक्पामा चाहिँ यति राम्रो यस्तो नि आज छ त्यो चाहिँ यस्तो दिनुपर्छ बिस्कुटको थुक्पामा फिट गर्छ हो फिटेर आज बेसी नै पुग्यो नानीहरूको त्यो ड्राइभर ब्लु गर्न ब्लु त भन त्यसले त हट्दैन के गर्नु प्राइस कम हुन्छ हो त्यो लाइन हो मेरो मान्छे पुरा थियो मरम थियो कि अहिले हामी त त्यति पनि आइसकेको थियो होली होइन मैले आइदिरहेको थिएँ कि अनि क्यान्सल गऱ्यो अब त कतिजना नभ्याउने अनि आज मेरो पनि मर पऱ्यो कि फाँच्दै राखेको छु ल हजुर हजुर वाट्सएपमा देखेको थिएँ मैले हेरेको पाएको थिएँ पाँचमा भएछ नि त त्यही त हजुर त्यो डाउन आउनु स्कुल होला ल यो नम्बर कस्तो तपाईँकै आफ्नै होइन ए हुन्छ म ज्योति भनेर चेक गरिराख्छु ल हुन्छ हुन्छ ल हुन्छ टिपेर लगाएको छु नि Ini
बेलामा लाएर बस्नु पर्ने हाम्रो यहाँ त्यस्तो लाग्छ दिन्छु म केटीहरू उहिले हो त्यो नाक छुइरहेछ नि लाग्छ अरू त्यो भन्नुभएको सिधा टाढा कति बुढा एक्सिडेन्ट म त्यसरी बाइक त्यो मर्को लाग्छ नि त्यो मर्को लाग्छ त्यो कोदिन लाग्छ त्यति के हो यस्तो त्यो पाइने हाल्छ उता होइन हो यो त बन्दी सबै ठाउँमा आयो कि मेरो एक किलोमिटरसम्म फेरि बस्छु साँच्चै मलाई चाहिँ भेट्छ भुल थियो होइन फेरि कुनै राम्रो भेट हुन्छ गरिदिँदै कि हो दाइने हात पन्ध्र
साइज कता बज्यो खै
परमेश्वर बाबु, हामी आजको दिनको लागि तपाईँलाई धन्यवाद भन्छौँ। तपाईँ असल प्रभु हुनुहुन्छ अनि पृथ्वीमा आफ्नो जनहरूको वास्ता तपाईँले गर्नुहुन्छ। आफ्नै स्वरूपमा बनाउनु भएको मानव जीवनलाई तपाईँले आफ्नो समयमा आफूसँग मिल्नलाई तपाईँले बोलाउनुहुन्छ अनि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। पृथ्वीमा आफ्नो छोरोले आजको दिनसम्म आफ्नो यात्रालाई सिद्ध्याएर तपाईँको घरमा पुग्नु भएको छ। यो बाइबलीय विश्वासमा हामी यति बेला उठ्दै तपाईँलाई धन्यवाद दिन्छौँ। आज प्रभु हामीले यो पार्थिव शरीरलाई यो माटोमा छोड्दैछौँ। तपाईँले आत्मा आफ्नो राज्यमा लिइसक्नु भएको छ अनि हामी यो विश्वास गर्छौँ तपाईँको वचन मुताबिक तपाईँ जसै फर्की आउनुहुन्छ तब प्रभु यस कबरबाट यो पार्थिव शरीर परिवर्तित जीवनमा तपाईँसँग मिल्नलाई हामी सबै साथमा रहनेछौँ अनि हामी ती समय आनन्द र रमाहटको समय हामी प्राप्त गर्नेछौँ। हामी यति बेला विशेष गरेर प्रार्थना गर्दछौँ शोकित परिवारमा तपाईँको सान्त्वना र संवेदना हरेकलाई मिलेका होस्। मण्डलीको रित्तो ठाउँलाई तपाईँले भरिदिनुहोस् अनि तपाईँ प्रभुलाई सम्पूर्ण कार्यहरूबाट महिमा पुगेका होस्। आजको यस मृत संस्कारको सेवकाईमा सुरुदेखि अहिलेसम्म दिनुभएको कृपा निगाहको लागि धन्यवाद चढाउँदै यहाँ उपस्थित भएको हरेक प्रभु शोकित व्यक्तिहरूलाई जति पनि आफ्ना आफन्तहरू शुभचिन्तकहरू यहाँ उपस्थित हुनुहुन्छ यो घटनालाई देखेर प्रभु आफै सचेत रहने अनि बाँचुन्जेल तपाईँ सृष्टिकर्ता परमेश्वरसँग सम्बन्धमा रहने अनुग्रह तपाईँले दिनुहोस् भन्दै सबै कुरा हामी तपाईँमै समर्पण गर्छौँ येशू प्रभुको नाउँमा आमेन। Amen. आमाले हेर्नुहुन्छ नि त्यही त होइन माटो अहिले हाल्दैन नि भाइ 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 अहिले माटो हेर्दैन एकछिन हेर्छ नि आमा त्यसपछि आमाले हेरिहाल्नुहोस् न। भयो भाइ हो त्यसरी हो त्यस्तो राख्नुपर्छ उपपट्टि अलिक माथि राख भाइ खदा माथि राखौँ न होइन होइन भाइ त्यहाँ नराख होइन ठिकै छ त होइन माथि राख्नुपर्छ हौ होइन ठिक हो ठिक हो त्यहाँ माथि अर्को यस्तो ठाडो राख इटाहरू राख्ने हो त्यस्तो गर्नु हो यो पनि होइन होला टाढ पारेर राख बिचको ढुङ्गा प्रेस गराउँछ माटोले बिचको ढुङ्गा ठोक्छु भने फुर्छ लाग्नु पर्यो ल अब एकछिन माथि आइज छोड छोड हुन्छ हुन्छ ल आइज माथि आइज माथि आइज होइन त्यो टाढ पार नि ल आइज त माथि आइज माथि आइज 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 अब सबैलाई मट्टी लाउनु पर्यो कि तिमीलाई राख्नु यो बाटो सफा मट्टी लगाइसक्ने अब यस्तो जग्गा दिउँ होला
एकैछिन पक्रिनुहोस् त एकैछिन माथिबाट ठेलेपछि गयो नजानु यहाँबाट सजिलो यहाँ बहिनीहरू निस्किहाल्छ नि यसको फुल कहाँ छ हेर्दा भाइ नयाँ पनि आएछ नयाँ भाइ कति घटाउनु भन्नु कति गरेर गर्नु भन्नु किसिमको नाम सरोज सुता सुन्दा ए यो रविता आन्टीलाई दे फुललाई
पनि पकड न भयो कति गरेको त्यो डल्लै एन्डिङसम्म गरिदिउँ न एन्डिङसम्म गरिदिउँ पहिला यस्तो ढुङ्गा लाउनु पऱ्यो नि वरिपरि भयो होइन सबै भयो पालो सबै लाइन लागेर पढ पुरो बनाउनु हाल्नु होइन मुली खाइछ जानुपर्छ लाग्दिएको आजबाट चाहिँ रम्बा छ परेको घटनामा सहभागी हुन यस परिवार